सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई 7 विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा एक्लो अपराजित टोली सुदूरपश्चिम रोयल्सले बिहीबार लुम्बिनी लायन्समाथि 7 विकेटको सहज जित हात पारेको छ। यससँगै सुदूरपश्चिम लगातार चौथो खेलमा विजयी हुँदै प्लेअफको सम्भावना बलियो बनाएको छ। कीर्तिपुर अस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनीले दिएको 144 रनको लक्ष्य सुदूरपश्चिमले 18.2 ओभरमा 3 विकेट गुमाएर पूरा गरेको हो। सुदूरपश्चिमका ओपनिङ ब्याटर विनोद भण्डारीले नट आउट 69 रन बनाए, जसमा 5 चौका र 4 छक्का समावेश थिए। उनले आरिफ शेखसँग तेस्रो विकेटका लागि 79 रनको साझेदारी गरे। आरिफ शेखले 39 बलमा 29 रन बनाएका थिए। का लागि कप्तान रोहित पौडेल र दिलीप नाथ बीच 52 रनको साझेदारी भयो, तर अन्य ब्याट्सम्यानहरूले पर्याप्त योगदान दिन सकेनन्। बलिङमा सुदूरपश्चिमका हरमित सिंह र अविनाश बोहराले 3-3 विकेट, हेमन्त धामीले 2 विकेट, स्कट कुगेलेनले 1 विकेट र दिपेन्द्र सिंह आइरीले 1 रन आउट गरे। यस जितसँगै सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा 8 अङ्क सहित रहँदै प्लेअफ नजिक पुगेको छ। लुम्बिनीको यो लगातार तेस्रो हार हो र 4 खेलबाट जम्मा 2 अङ्क सहित प्लेअफ सम्भावना कमजोर बनेको छ। साथै विराटनगर किङ्स पनि बलियो टिमको रूपमा देखिएका छन्। आगामी सुदूरपश्चिम र विराटनगरको आम्ने सामने खेलले प्लेअफको दिशा तय गर्ने महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो सिजनको ट्रफीको दाबी कसको हुनेछ भन्ने हेर्न बाँकी छ।